नमस्कार। आज म यहाँलाई मेष राशिको बारेमा केही कुराहरू बताउन गइरहेको छु। हामी जस्तो राशिहरूको चाहिँ रत्नहरू धारण गर्ने गर्दछौँ। विभिन्न राशिहरूको जस्तो मेष राशिले मुगा धारण गर्ने, वृष राशिले हिरा अथवा कुनै उपरत्न धारण गर्ने, मिथुनले पन्ना धारण गर्ने। यो प्रकारबाट चाहिँ के भने धारण राशि अनुसारका पत्थरहरू धारण गर्ने एक प्रकारको प्रचलन छ हाम्रो नेपाली समाजमा। यो चाहिँ एउटा ट्रेडिसन नै भइसकेको छ। अब यो राशि सम्बन्धी केही कुराहरू थाहा भएका, केही थाहा नभएका र यो विधामा काम गरिरहेका ज्योतिषहरू समेतले कतिपयले आफू बसी, कतिपय कसैले सजेस्ट गरेर, कतिपयले ज्योतिष कहाँ गएर पनि राशि अनुसारको पत्थरहरू लगाउने गरेको पाइन्छ। अब आज हामी यो राशि अनुसारको पत्थर लगाउनु ठिक छ छैन अथवा खतरनाक छ के छ, यो विषयमा हामी चर्चा गर्नेछौँ। सर्वप्रथम त यो कुरा हो कि मेष राशिको मान्छेले मुगा लगाउनु हुन्छ पनि हुँदैन पनि र नहुने सम्भावना चाहिँ सबभन्दा बढी छ। यो किन त भन्दा मेषले कुनैले लाउनु हुने र कतिपयले लाउनु नहुने कारण के हो भन्दाखेरि किनकि मेष राशि भन्दैमा एकै थरीको हुँदैन। यहाँहरूको लागि यो कुरो नौलो हुनसक्छ कि मोटामोटी मेष राशि भनेको तपाईँ मेष राशि, तपाईँको परिवारको कुनै सदस्य मेष राशि, तपाईँका साथीभाइ इष्टमित्र छिमेकी कोही मेष राशि, अथवा तपाईँले जानेका चिनेका कोही मान्छे अथवा नचिनेका नजानेका यो संसारमा भएका मान्छे मेष राशिहरू, यिनीहरू के हुन्छ भन्दाखेरि एकै थरीका मेष राशि होइनन्। मेष राशि हुन् तर एकै थरीका होइनन्। अब यो कुरो के हो म यहाँलाई यो बुझाउन जाँदैछु। अब मेष राशि भन्नाले के हो त भन्दाखेरि हाम्रो कुण्डलीमा 12वटा यस्तो प्रकारको भावहरू रहन्छ। यो जुन कोठाहरू देखिएको छ यसलाई भाव भनिन्छ, कोठा भनिन्छ, घर भनिन्छ, हैन। यो प्रकारबाट चाहिँ विभिन्न अरू पनि नामहरू छन् यसको, तर अहिले हामी भाव अथवा कोठा भनौँ। जुनसुकै भावमा यो चाहिँ के हो 12वटा भाव हो। यो 12वटा भावले 12वटा हाम्रो जीवनका कुराहरूलाई प्रतिनिधित्व गर्दछन्। यो पहिलो घरबाट पहिलो यो जुन भाव छ यसबाट जीवनका केही कुराहरू र केही पक्षहरूलाई हेरिन्छ। दोस्रो भावबाट केही पक्षहरूलाई, जीवनका केही विधाहरूलाई हेरिन्छ। तेस्रोबाट जीवनका केही कुराहरूलाई हेरिन्छ। एवं रीतिले जीवनका हरेक कुराहरूलाई यसरी हामीले 12वटा भावबाट हेर्ने गर्दछौँ, हैन। कुनै पहिलो भावमा पर्ला, केही कुराहरू दोस्रोमा पर्लान्, कोही तेस्रोमा। एवं रीतिले 1 देखि 12वटा भावहरूबाट चाहिँ के हुन्छ हामी जीवनलाई भाग लगाएर हेर्ने गर्छौँ। र यो नम्बरलाई चाहिँ हामी के भन्छौँ राशि भन्छौँ। कोठालाई चाहिँ हामी के भन्छौँ भाव भन्छौँ। ओके, अब हामी आउँ यो अब के हो त यो अहिले भर्खरै हामीले भन्यौँ यो नम्बर भनेको राशि हो भनेपछि यहाँ कतिवटा नम्बर छन् 12वटा भनेपछि एउटा कुण्डलीमा कतिवटा राशि हुने रहेछ 12वटा भनेपछि अब हाम्रो एउटा राशि भनेर मात्रै भनिरहेको हुन्छौँ नि भनेपछि हाम्रो कतिवटा राशि हुने रहेछ भन्दाखेरि हाम्रो 12वटा राशि हुने रहेछ भनेपछि हाम्रो मात्रै नभएर संसारका सबै मानिसहरूको के हुन्छ 12वटा राशि हुन्छन्। अब सबैको प्रत्येक मान्छेसँग 12वटा जुन राशिहरू बसेको हुन्छन्। यो संसारमै 12वटा राशि छ, त्यो हरेकको कुण्डलीमा पाइन्छ। अब रहेको कुरो हाम्रो राशि चाहिँ यो हो भनेर हामी किन भन्छौँ भन्दा यो 12वटा जुन नम्बर छ त्यो नम्बर मध्येमा जुनमा गएर चन्द्रमा बस्छ त्यसलाई के हुन्छ राशि भन्छौँ हामी। 1 नम्बरमा बस्यो भने मेष राशि हो, त्यस कारणले गर्दा हामी मेष राशि भन्छौँ। 2 मा बस्यो भने वृष भन्छौँ, 3 मा बस्यो भने मिथुन, 4 मा बस्यो भने कर्कट, 5 मा बस्यो भने सिंह। यो प्रकारबाट के हुन्छ हामी राशि भन्ने गर्छौँ। जुन ठाउँमा मुन बस्यो, चन्द्रमा बस्यो त्यो राशि हामी भन्ने गर्छौँ साधारण बोलीचालीको भाषामा। सो त्यस कारणले गर्दा 12वटा कुण्डलीमा 12वटा राशि भए तापनि जुन भावमा चाहिँ चन्द्रमा बस्छ त्यसलाई हामीले चन्द्र राशि अथवा त्यो नै हाम्रो राशि हो भनेर भन्छौँ। त्यहीबाट नै हामीले न्वारानको नाम पनि जुटाउने गर्छौँ। ओके, अब यहाँ म यहाँहरूलाई केही एक्जाम्पल देखाउँछु। मुन इन फर्स्ट हाउस भनेको छ पहिलो घरमा के भयो चन्द्रमा बस्यो पहिलो नम्बरमा है। 1 नम्बरको राशिमा के भयो चन्द्रमा बस्यो। 1 नम्बर भनेको एरिज यहाँ मैले लेखेको पनि छु। सो 1 नम्बरमा के भयो त
चन्द्रमा बसेको भएर के भयो त पहिलो राशिमा बस्यो नि त 1 नम्बरको राशिमा। सो के भयो त यो भन्दा मेष भयो है। यहाँ अर्को एक्जाम्पल छ। यो सुरु चाहिँ 12 बाट भयो, तर यहाँ पनि 1 नम्बरको राशिमा गएर के बस्यो, यहाँ एरिज पनि लेखिदिएको छु मैले, मुन बस्यो। सो यो पनि के भयो त मेष राशि भयो। यहाँ हेर्दाखेरि यहाँ पनि तेस्रो भावमा हैन, यहाँ लग्न चाहिँ चेन्ज भइरहेछ है, हेर्नुहोस् है। अब यहाँ पनि के भयो त 1 नम्बरकै राशिमा गएर मुन बस्यो, यहाँ एरिज पनि लेखेको छु। सो यो पनि के भयो त मेष राशि भयो। यो पनि 1 नम्बरमै हैन, यो पनि मेष राशि। यहाँ पनि 1 नम्बरको राशि छ, लग्न चेन्ज भएको छ हैन। यो पनि मेष राशि हो। हेर्दै जानुहोस् है कति थरीको हुन्छ। यहाँ पनि आएर 1 नम्बरमै बस्यो, 1 नम्बरको राशिमा। सो यो पनि के भयो मेष राशि भयो। यो हैन 7th हाउसमा आयो, पनि 1 नम्बरको राशिमै आयो। सो यो पनि के भयो मेष राशि। अब 8 नम्बरको हाउसमा पनि 1 नम्बरमा 1 नम्बर लेखेको ठाउँमा गएर के भएको छ मुन यानी चन्द्रमा बसेको छ। सो यो पनि के भयो मेष राशि भयो। अब यहाँ चाहिँ 9th हाउसमा गएर चाहिँ मेष राशि भयो। हेर्नुहोस् है, यो चाहिँ 9th हाउसको मेष राशि, 9औं घरको, यो 10औं घरको 10th हाउसको मेष राशि हो। यो 11औं घरको मेष राशि, यो पनि 1 नम्बरमै भएको भएर 1 नम्बरको राशिमा भएर मेष भएको है। चन्द्रमा 1 नम्बरको राशिमा। अब हामी फेरि हेरौँ, यहाँ चन्द्रमा फेरि के भयो 1 नम्बरकै राशिमा, यानी कि मेष राशिमा। भनेपछि अहिले हामी के देखिरहेछौँ भन्दाखेरि, चन्द्रमा चाहिँ 1 लेखेको ठाउँमा चाहे जुनसुकै कोठामा बसेको भए तापनि, 1 लेखेको ठाउँमा बस्यो भने मेष हुने राशि हुने रहेछ, 2 लेखेको ठाउँमा भयो भने वृष राशि हुने रहेछ। भनेपछि त यहाँ अब हामीले मेष राशि कति थरी देख्यौँ त भन्दा 1 नम्बरको घरमा मेष राशि, 2 नम्बरको घरमा मेष राशि, 3 नम्बरको घरमा मेष राशि, 4 नम्बरमा मेष राशि, 5 नम्बरमा मेष राशि, 6 नम्बरमा मेष राशि, 7, 8, 9, 10, 11, 12। भनेपछि त यहाँ हामीले के हेऱ्यौँ त भन्दा मेष राशि भनेर मात्रै हुँदैन। अब यही हामीले के देख्यौँ भन्दा 12 थरी मेष राशि हामी देखिसक्यौँ। भनेपछि अब के हुन्छ त, यो पहिलो घरको मेष राशिले जुन रिजल्ट दिन्छ, के यो दोस्रो घरको मेष राशिले पनि त्यही रिजल्ट दिन्छ? यो तेस्रोले के गर्छ, यसले त फेरि छुट्टै, यसको चाहिँ व्याख्या छुट्टै हुन्छ, चौथोको छुट्टै हुन्छ, 5औं, 6औं, 7औं, 8औं, 9औं, 10औं, 11औं, 12औं, यो सबैको के हुन्छ भन्दा मिनिङ बेग्लै बेग्लै छ, परिस्थिति बेग्लै बेग्लै छ। त्यस कारणले गर्दाखेरि अब यो 12औं भावले भएको मेषले मुगा लाउने कि नलाउने, यो 11औंले लाउने कि नलाउने, यो 10, 9, 8, 7, 6, 5, 4, 3, 2, 1 कसले लगाउने कसले नलगाउने त, यसको त व्याख्या हुन्छ नि त हैन। भनेपछि अब मेष राशि भनेर जुन प्रकारबाट भनिन्छ त्यो एकै थरीको हुँदैन जब डिटेलिङमा हामी जान्छौँ। भनेपछि अब मैले यहाँ सरसर्ती हेर्दाखेरि तपाईँ भन्नु सक्नुहुन्छ कि यहाँ 12 थरीको प्रेडिक्सन हुन्छ। यो 12 थरीको भन्ने कुरो चाहिँ के हो भने सिम्पली हिसाबबाट हेर्दाखेरि अब यसलाई
म यो मेष राशि नै हो, तर मेष राशिकै पनि के हुन्छ त भन्दाखेरि तपाईँको मिनिमम पनि 100वटा यसको भिडियो बनाउन सकिन्छ अलग अलग। यसको मतलब के हो त भन्दाखेरि मेष राशिको मानिसले मुगा लगाउँदाखेरि पनि बहुत सतर्कता अपनाउनुपर्छ। तर कतिपय कन्टेक्स्टमा के हुन्छ भन्दा मेष राशिको लागि मुगा उपयुक्त हुँदैन र अन्य राशिहरूको बरु के हुन्छ भने अन्य राशिहरूमा पनि कसलाई मुगा फेभर गर्ने र नगर्ने भन्ने हुन्छ। मेष राशिले पनि मुगा मात्रैको कुरा होइन, मेष राशिले जुनसुकै पत्थर पनि लगाउन सक्छ, जुनसुकै रत्न पनि लाउन सक्छ। मेष राशि कुनै मेष राशिले निलम पनि उसलाई सुट गर्ला, कुनैलाई चाहिँ रुबी पनि सुट गर्ला होइन, कसैलाई चाहिँ हिरा पनि सुट गर्ला अथवा त्यसको कुनै उपरत्न पनि सुट गर्ला होइन, कसैलाई चन्द्रमा पनि सुट गर्ला। भनिसकेपछि कसैलाई गोमेद पनि सुट गर्ला, कसैलाई लसुनिया अथवा केतुको स्टोन पनि सुट गर्ला। सो यो चाहिँ के हुन्छ भने डायग्नोसिस गरेर मात्र यसको विश्लेषण गर्न सकिन्छ। त्यसरी चाहिँ एउटा रत्न धारण चाहिँ गर्नलाई त्यसरी चाहिँ के हुन्छ विश्लेषण गरेर हेर्नुपर्ने हुन्छ। ओके, र अब त तपाईँले थाहा पाउनुभयो होला कि यसरी चाहिँ हचुवाको भरमा अथवा चाहिँ सामान्य चाहिँ ज्ञानको आधारमा मात्र यो धारण गर्ने विषय होइन रत्न। अब रह्यो कुरो तपाईँहरू कसैलाई चाहिँ त्यो धारण गर्नुपर्ने छ भने विशेषज्ञ अथवा कुनै राम्रो ज्योतिषकोमा गएर चाहिँ तपाईँले चाहिँ उसँग चाहिँ परामर्श लिएर धारण गर्न सक्नुहुन्छ एउटा कुरा। र आज तपाईँहरूलाई यो राशि भन्दैमा अथवा राशिको रत्न भन्दैमा धारण गरिहाल्नु हुँदैन। यो चाहिँ के हुन्छ भन्दा तपाईँले सोचेको रिजल्ट यसमा नआउन सक्छ, तपाईँलाई यो ठिकै पनि हुनसक्छ अथवा यो गलत पनि हुनसक्छ, अथवा तपाईँको लागि चाहिँ के हुन्छ भन्दा यो प्रत्युत्पादक अथवा हानिकारक पनि हुनसक्छ। सो त्यस कारणले गर्दाखेरि बहुत सतर्कता साथ मात्र यो रत्नहरू धारण गर्नुहोला। र आजको भिडियो यो मेष राशिका दर्शकहरूको लागि र जसले ज्योतिष सिक्नको लागि इन्ट्रेस्टेड हुनुहुन्छ उहाँले र कमेन्टमा आएर आई वान्ट टु लर्न अथवा म सिक्न चाहन्छु भनेर भन्न सक्नुहुन्छ। अथवा यो जुन स्क्रिनमा देखिरहेको नम्बर छ यो नम्बरमा तपाईँले होइन वाट्सएप गरेर अथवा फोन गरेर म सिक्न चाहन्छु भनेर तपाईँले कुरा गर्न सक्नुहुन्छ। हामी चाँडै नै ज्योतिषको कोर्स लन्च गर्दैछौँ। तपाईँले आफ्नो सिट सुरक्षित राख्नुहोला। हस् त, धन्यवाद।